Hi everyone, Hello. welcome to my vlog. आज चाहिँ हो डेट जनवरी 29, 2026. युके आइपुगेको पनि आज कति दिन भयो भाइ म आइपुगेको? 6-7 दिन. 21मा म युके उत्रेको. आज भनेको 28 दिन भएछ. अब युके बसाइ चाहिँ राम्रै हुँदैछ. रुम सुम सरिसक्यो. अनि त्यस पछाडि अब युनि चाहिँ 2 तारिकबाट स्टार्ट छ. र अहिले चाहिँ हामी बस्ने ठाउँ इल्फोर्ड म्यानर पार्क एक्सप्लोर गर्दैछौँ. त्यस्तो राम्रो त छैन, जस्ट नेपालवाला भाइ त आइरहेछ. ल है हाम्रो भाइले चाहिँ इट्स गोइङ गन फिड के बर्ड भन्छ यसलाई? एक्सपेक्टेसन कस्तो थियो र रियालिटी कस्तो छ त भन त? किन हो त्यस्तो? त्यही त हामी बसेको स्ट्यान्डपट्टि चाहिँ सबै इन्डियन क्या नि, पसल पनि इन्डियन. तर उनीहरू नयाँ आएको होइन, त्यो यहीँ सेटल भएको इन्डियनहरू रहेछन्. त्यही भएर त्यस्तैवाला भाइ आइराखेको क्या. अनि ग्रोसरी गरेर खाएर सुतेर युनि गएर त्यतिकै बितिरहेको छ भने त दिन. ल ठिकै छ, मेरो त युनि पनि स्टार्ट भएको छैन, 2 तारिकबाट हो. अब हेर्दै जाउँ कस्तो हुन्छ. यहाँ चाहिँ धेरैवटा फुटबल ग्राउन्ड रहेछ. समथिङ 10-15वटा टिमले खेल्न मिल्ने गरी क्या. 1 2 3 4 5 6वटा. अनि यतातिर काउन्ट गर्ने हो भने त झन् धेरै छ. अनि सिगलहरूको बास, अहिले चाहिँ सिगलहरूले कब्जा हानेछ. उडो ल उडाउ त हेर. खुर्र कुद त ल ल ल ल ल म त त्यति राम्रो आएन क्या, छिटो भयो क्या. ऊ पर बसिरहेछ. ग्रोसरी सपिङको लागि जाँदैछौँ. के किन्ने भाइ ग्रोसरीमा आज? मासु. अलवेज मासु. किनभने तरकारीभन्दा मासु सस्तो छ. 2 पाउन्डमा कति किलो? 1 किलोमा आउँछ तरकारी. मासु तरकारी चाहिँ यत्रो सानो ब्रोकलीलाई पनि 1 पाउन्ड जति परिदिन्छ. त्यही भएर मासु नै खायो. मिठो पनि हुन्छ होइन. मरमसलाहरू हाल्यो, नेपालबाट ल्याएको मसलाहरू छँदैछ. Of a calm blue sky, where dreams take wings and learn to fly. Gentle echoes of time's embrace, each shadow finds its quiet space. यहाँ पाइने बर्ड्सहरूको प्रजाति होला, सबै हग्दै रहेर नि चराले. के छ नाम पढ त? फिडिङ द बर्ड्स. Let it go, let it be, like a river rolling free. In the silence you will see
ग्रोसरी सपिङको लागि हामी चाहिँ अहिले टेस्को आइपुग्यौँ अटोमेटिक डोर हुन्छ कतिवटा दुईवटा होइन मलाई 2 पाउन्ड बाहिर त कति पर्थ्यो त्यही त बाहिर किनौँ मेरो त्यसो भए त 3.5 अरे सस्तो चाहिँ हो नि कतिवटा आउँछ कति हो यो डबल हुन्छ है फेरि हिजोको ऊ डबल भयो कल फर एसिस्टेन्स अहिले चाहिँ भर्खर 4:30 बज्दैछ तर यहाँको मौसम यहाँको उज्यालो आउँदैहरू चाहिँ यस्तो छ है अहिले 4:30 बजे पुरै अन्धकार भइसक्यो है यस्तै छ है यस्तै छ युकेको यस्तो छ बाटो चाहिँ हामी फर्किँदैछौँ अहिले चाहिँ नयाँ बाटोबाट फर्केको मेन रोड छोडेर अलिकति गल्लीको बाटो आएको तर बाटो चाहिँ लास्टै डरलाग्दो रहेछ पुरा हलिउड मुभीमा हिँड्ने भूत हिँड्ने बाटो जस्तो होइन हन्टेड हाउस जस्तो टाइपको भइरहेछ साइडमा क्रिमेट्री पनि छ यहाँ उतापट्टि चाहिँ यहाँको मसान घाटै भन्छ होला होइन क्रिमेट्री ओए चिसो चिसो हावा चलिरहेछ डरलाग्दो छ है डरलाग्दो छ